थ्री इडियट्स फिल्मको एउटा सिन याद गर्नु त। वीरू साहस र बुद्धि एके भाइरसले सबै फ्रेसमेनहरूलाई बोलाएर एउटा स्पिच दिन थाल्छ। उसले एउटा पेन देखाउँदै भन्छ कि यो एस्ट्रोनट पेन हो र साइन्टिस्टहरूले लाखौं पैसा खर्च गरेर आउटर स्पेसमा लेख्नको लागि बनाएको, र यदि त्यो फ्रेसमेन मध्ये कोही एक्स्ट्रा अर्डिनरी स्टुडेन्ट छ भने त्यो पेन उसलाई दिन चाहन्छ। यो सिनमा त्यो पेन एउटा इम्पोर्टेन्ट एलिमेन्ट बनेर फिल्ममा इन्ट्रोड्युस हुन्छ। त्यसपछि त्यो पेनको मेन्सन फिल्मभरि कतै पनि हुँदैन, तर फिल्मको क्लाइमेक्समा जब र्यान्चोले आफ्नो अनकन्भेन्सनल इन्जिनियरिङ नलेज युज गरेर त्यो बच्चाको सक्सेसफुल डेलिभरी गर्छ, तब भाइरसले त्यो पेन र्यान्चोलाई दिन्छ। जुन पेनलाई हामीले फिल्मभरि इग्नोर गर्यौँ, अन्त्यमा त्यही पेनले फिल्म क्लाइमेक्सलाई मिठो इमोसनल एन्डिङ दिन्छ। त्यो पेन फिल्ममा पहिले इन्ट्रोड्युस भइसकेको हुनाले क्लाइमेक्स सिन एकदमै इम्प्याक्टफुल लाग्छ, हेर्दा नै रमाइलो लाग्छ, मजा आउँछ। हो, लिटरेचर र फिल्म मेकिङमा यस्तो कन्सेप्टलाई चेकअप्स गन भनिन्छ। सरल भाषामा चेकअप्स गन भनेको एउटा यस्तो कन्सेप्ट हो जसको अनुसार यदि कथाको सुरुमा हामीले कुनै पनि चिजलाई हाइलाइट गरेका छौँ भने त्यो चिज पछि कथामा इम्पोर्टेन्ट बनेर फर्किनुपर्छ। यदि इम्पोर्टेन्ट बनेर फर्किएन भने अडियन्सलाई मिसलिड गरे जस्तो फिल हुन्छ, झुक्काएको जस्तो फिल हुन्छ। एकजना रसियन प्लेराइट एन्टन चेकअपले पहिलोचोटि यो कन्सेप्टलाई एक्सप्लेन गरेका थिए। उनको अनुसार यदि कथाको सुरुमा एउटा बन्दुक देखाइन्छ भने कथाको बीचतिर वा अन्त्यसम्म त्यो बन्दुकबाट गोली चलिसक्नुपर्छ। यदि चलेन भने त्यो बन्दुकलाई सुरुमा देखाएको कुनै अर्थ हुँदैन। उनको अनुसार हामीले ती सबै चिजहरूलाई कथाबाट हटाइदिनुपर्छ जुन चिजहरूले कथालाई मिनिङफुल बनाउन सक्दैन। थ्री इडियट्सकी कुरा गर्दाखेरि त्यो एस्ट्रोनट पेन फेरि एकचोटि लास्ट सिनमा फर्कन्छ। चतुरले र्यान्चो नै फुङसुक वाङडु हो भनेर त्यही पेनको थ्रुबाट थाहा पाउँछ। नेपाली फिल्म पशुपति प्रसादमा पनि चेकअप्स गनको उदाहरण देख्न सक्नुहुन्छ, तर यसपालि चेकअप्स गन कुनै एउटा अब्जेक्ट होइन तर एउटा पुरै क्यारेक्टर नै हो। त्यो सुन पसले अङ्कल जो फिल्मको सुरुमा नै देखा पर्छ र बिचबिचमा पनि ऊ धेरैचोटि देखा पर्छ, तर हामी अडियन्सहरूलाई ऊ कथामा किन छ, ऊ त्यो फिल्ममा किन छ नै थाहा हुँदैन। तर फिल्म क्लाइमेक्समा उसको रोलले नै कथालाई उलटपुलट बनाइदिन्छ। सुनको औँठी पाएपछि पशुपति प्रसाद खुसी हुँदै सबैलाई भेट्न थाल्छ, सबैलाई आश्वासन दिन थाल्छ। हामी अडियन्सलाई नै महसुस हुन्छ कि ल यसको सङ्घर्ष चाहिँ सक्यो है भनेर। तर त्यो सुन पसलेको क्यारेक्टर जसलाई हामीले नोटिस त गरेका थियौँ तर पुरै फिल्मभरि वास्ता गरेका थिएनौँ, अन्त्यमा उसैले गर्दाखेरि कथाले नयाँ मोड लिन्छ। उसले चोरको आरोप लाउँछ र सबैले पिटेर पशुपति प्रसादलाई मार्छ। चेकअप्स गन प्रयोग गर्ने तरिका एकदमै सजिलो छ। पहिला हुन्छ सेटअप, जहाँ चाहिँ त्यो चिजलाई पहिलोपटक देखाइन्छ। त्यसपछि हुन्छ पे अफ, जब त्यही चिज कथामा वा फिल्ममा इम्पोर्टेन्ट भएर फर्कन्छ। अर्को बलिउड मुभी अन्धाधुनको फर्स्ट सिन याद गर्नु त। एउटा अन्धो खरायोलाई एउटा सिकारीले बन्दुक ताकेर पछ्याइरहेको हुन्छ। खरायो भाग्दै भाग्दै रोडमा पुग्छ, सिकारीले बन्दुक चलाउँछ, हामीले गोलीको आवाज सुन्छौँ, त्यसपछि गाडी क्र्यास भएको आवाज सुन्छौँ र हामीले टाइटल देख्छौँ अन्धाधुन। अब यसपछि हामीले यो सिनलाई पुरै बिर्सन्छौँ र मेन स्टोरीमा फोकस हुन्छौँ, तर सबकन्सियसली हाम्रो दिमागमा त्यो सिन सेटअप भइसक्यो। अब हामी पे अफ गरिरहेका छौँ। फिल्म क्लाइमेक्समा त्यही खराएको कारणले गर्दा मेन प्रोटागोनिस्ट आकाशको ज्यान बच्छ। उसलाई ठोकेर उडान लागेको गाडी नै खरायोले गर्दा क्र्यास भइदिन्छ। यदि त्यो सिन फिल्मको अगाडि नराखी डाइरेक्टली पछाडि मात्र राखिएको भए हामीलाई त्यति मजा आउने थिएन। हामीलाई प्लट आर्मर जस्तो फिल हुने थियो, मतलब हिरोलाई बचाउनको लागि जबरजस्ती सिन एड गरे जस्तो फिल हुन्थ्यो। तर चेकअप्स गन जसरी प्रयोग गरेर त्यही सिन प्लट आर्मर भन्दा पनि कोइन्सिडेन्स जस्तो फिल भयो। यसरी धेरै अरू फिल्महरूमा पनि चेकअप्स गनको प्रयोग गरिएको छ। प्यारासाइटमा त्यो गुडलकवाला पत्थर, द शशाङ्क रिडेम्पसनको त्यो रक ह्यामर, पारा गाउँको त्यो बच्चा मार्नेवाला सिन, वन्स अपन टाइम इन हलिउडको त्यो फ्लेम थ्रोवर आदि इत्यादि। अब अर्कोचोटि फिल्म हेर्दा तपाईँहरूले पनि चेकअप्स गन याद गर्नुहोला। यति भन्दै आजको भिडियो यहीँ सघाउँछु। थ्याङ्क यू फर वाचिङ। यदि भिडियो मन पऱ्यो भने लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।